साथीहरू चिकनको फिला हेर्दै हुनुहुन्छ होला हजुरहरूले यसलाई सेक्ने चाहिँ मिसिन पनि हेर्नुभयो यो हामीले चाहिँ घरमा नयाँ ल्याएको हो त्यही भएर यसलाई उद्घाटन गर्नु पर्यो भनेर फादर्स डेको दिनमा चाहिँ उद्घाटन गर्न खोजेको हो यसको मूल्य चाहिँ लगभग चाहिँ $1000 नेपाली चाहिँ 1.5 लाख जति पर्ने रहेछ अब यो तयारी गर्दैछ छोराले चाहिँ यो चाहिँ काठको धुलो हुँदो रहेछ काठको टुक्रा टुक्रा यसैबाट चाहिँ रातले चाहिँ सेक्ने रहेछ छोइला पोले जस्तै पोल्ने रहेछ हैन यसरी पोलेर खाने मासुलाई चाहिँ बारबिक्यू गर्ने भनिन्छ क्यारे सायद नमस्ते साथीहरू म सरिता छेत्री हाउस लाइफ ब्लगमा हजुरहरूलाई स्वागत गर्दछु आज चाहिँ हाम्रो यो अमेरिकामा चाहिँ फादर्स डे हैन बिहान अलिअलि हामीले रमाइलो गऱ्यौँ अब अहिले चाहिँ साँझ खानको लागि यहाँ मासु चाहिँ ग्रिल गर्दैछ हैन यसमा राखिसक्यो पछि यता सिम पनि राख्नुपर्छ यहाँ चाहिँ नि अहिले हुँदो रहेछ फादर्स डे हाम्रो नेपालीहरूको भदौमा हुन्छ यहाँ चाहिँ अहिले अस्ति भर्खरै मदर्स डे गयो यहाँ त छिटो छिटो हुने रहेछ हाम्रो त वर्षमा एकचोटि आउँछ है आमाको हुन्छ यहाँ चाहिँ नि कति 2 महिना पनि फरक भएन है 1.5-2 महिना भनौँ न त्यस्तो रहेछ अनि आज घरमा यो ग्रिल हाम्रो भर्खरमा यहाँ ल्याएको अनि चलाएर अब आज बनाएर खाने भनेर सबैजना रमाइलो गर्न लागेको यता सिम पनि तयार हुँदैछ यो चिकन सकेपछि यो पनि पोल्ने मिठो श्रिम यो सिम चाहिँ हैन श्रिम चाहिँ चिकन भित्र बनाउँछ गोलो भएर आइसक्यो हैन अलिक दिन स्कुल लगाएर राम्रो त्यहाँ के गर्नु गोलोमोलो भनेको गोलोमोलो अनि फेरि हजुरलाई देखाउने छु है हस् हामीहरू सपरिवार बाहिर बसेर हल्का फुल्का नास्ता गर्दै चिया पिउँदैछौँ रमाइलो गफ गर्दैछौँ हजुरहरूले हेर्न सक्नुहुन्छ बाहिर सबै सपरिवार बसेर गफ गर्ने बेलामा रमाइलो हुन्छ नि है कोही उता कोही यता भयो भने त्यति रमाइलो हुँदैन हामी चाहिँ सबैजना एकै ठाउँमा बसेर रमाइलो गर्छौँ ल राख्नु पऱ्यो नि त माइक अनि त्यतिकै आवाज माइक राखेर त ढिउँ आवाज आउँदैन हो बाबु हो यो बारबिक्यू गर्ने मेसिन ग्रिलबाट चाहिँ आवाज निकै नै आउँदो रहेछ आवाज गर्दो रहेछ साथीहरू लगभग चाहिँ हाम्रो सबै खानेकुराहरू तयार हुन लागिसकेको छ अब हामीहरू सबै मिलेर खान्छौँ बाहिरको चाहिँ हेर्नुहोस् न सूर्य अस्ताउने तर्खरमा हुनुहुन्छ बेसी राम्रो छ अगाडि कोक पनि छ बियर पनि राखेको छौँ बोले पनि हुन्छ नमस्ते साथीहरू आज हामी बारबिक्यूले खानाहरू बनाएको यो चाहिँ बारबिक्यू चिकन हो यो चाहिँ सिप हो अनि यो चाहिँ टोफू हो अनि यो चाहिँ आलु हो अनि यो चना हो अनि यो चाहिँ प्लेट साथीहरू अब त हामी यहाँ पासी हाम्रो कस्तो मिठो देखेछ यो चिकन मम्मी देखो के हाम्रो फादर्स डेको आज सबैजना यहाँ बरन्डामा बसेर खाने है साथीहरू हजुरहरू पनि आउनु आज रमाइलो गरौँ इन्जोय गरौँ आफ्नो परिवारसँग बसेर यहाँ यो क्यामेरा देखिसक्यो क्या क्यामेराले के हुन्छ यो कसैले खाँदिँदैन बाबु अब यदि सिक्यो छैन भने म राख्नु आउनु साथीहरू 16 महिनाको नाति हो कति छुकछुक गर्छ
बाल मनोविज्ञान बुझ्न धेरै गाह्रो छ। दृश्य म देखाउन गइरहेको छु। उसलाई छोडिदियो भने उसले के गर्छ बच्चाहरूले भनेर हेर्नुहोस् न, छुक 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 गरिरहेको ल। उसलाई सबै चल्न मन लाग्छ, छुन मन लाग्छ। आज हाम्रो घर वरिपरि सुनसान देखिन्थ्यो सधैँ। आज अलि भिडभाड जस्तो लाग्छ। अगाडि एउटा बस पनि छ, सानो गाडी। के होला एकछिनपछि हजुरहरूले बुझ्न सक्नुहुन्छ। मान्छेहरू बसिरहेछन्, कोही उभिएर गफ गरिरहेछन्, कोही खेल्न मस्त छन्। उता बच्चाहरूको लागि खेल्ने ठाउँ पनि राखिदिएको छ। अनि बाटो पनि ब्लक गर्नलाई हेर्नुहोस् न, चिन्ह राखिदिएको छ। यानि बाटो ब्लक भयो अरे। किन ब्लक भयो एकछिनपछि थाहा पाउनुहुन्छ। मान्छेहरू चाहिँ लाइन लागिरहेछ, के को लागि लाइन बसिरहेको होला यसो अनुमान गर्नु होला है। एकछिनपछि बुझिहाल्नुहुन्छ है। नमस्ते साथीहरू। आज चाहिँ यो अमेरिकाको घरमा हाम्रो बस्तीमा भनौँ न, छिमेकीले चाहिँ आयोजना गर्नुभएको चाहिँ नि फुड ट्रक मगाएर, फुड ट्रक भन्नाले चाहिँ गाडीमा खानेकुराहरू हुन्छ होइन, जसमध्ये चाहिँ एउटा लाइन, एउटा घरको दुईवटा घरको लाइन चाहिँ एउटा ब्लक भनौँ न, ब्लक भनिँदो रहेछ यहाँलाई। ब्लक गरेर होइन रमाइलो गर्ने, जसमध्ये अब 15-16वटा घर जति हुन्छ। सबैजना चाहिँ अब किनमेल गरेर आफ्नो बाहिर बसेर खाने हो। र त्यसरी चाहिँ गाडीमा सामान किन्नलाई चाहिँ लाइन बसिरहेका छन्। हजुरहरूले हेर्न सक्नुहुन्छ। अनि त्यसपछि रमाइलो गर्ने। अब यो चाहिँ 6 महिनामा 3 महिनामा जसले आयोजना गरे पनि हुन्छ। अब आउनु मन लाग्नेहरू आउँछन् र किनेर लिएर जान्छन्। कति मान्छेहरू त किनेर चाहिँ नि घर लग्दै घरमा लगेर खाने पनि गरेका छन्। अब यही अब अलिअलि चिनजान गर्ने, भेटघाट गर्ने, त्यसैको लागि बनाइराखेको होला होइन। त्यस्तै लाग्यो मलाई चाहिँ नि। ल अब हामीहरू पनि किन्नको लागि चाहिँ त्यहाँ लाइनमा बसिरहेको छन्। छोरा बुहारी होइन, नाति खेल्न लागिरहेछ। यता हामीहरू चाहिँ घरमा प्रतीक्षा गरिरहेछौँ, खानाको प्रतीक्षा गरिरहेछौँ भन्नु पर्यो। गोराहरू कन्जुस हुन्छ भनेर सुनेको थिएँ बच्चा बेलामा, तर उनीहरू रमाइलो पनि गर्दा रहेछन् भनेर थाहा भयो है। अब धेरै पछि थाहा भयो। अब आउने जाने गरेको त अब 10 वर्ष भइसक्यो होइन। यसपालि चाहिँ अलि राम्रै बस्तीमा चाहिँ नयाँ घर किनेर बसेको भएर नयाँ बस्तीमा नयाँ मान्छेहरू, युवाहरू थिए। निमी तिमीलाई मैले अहिले भनेको त हो नि, तिमीलाई भोग लाग्छ भने। अब आलू अरे बजाउँदा नेबले जाला जी छपेले ने अरे वो व्हाइट राइस itu ni wala tanna ji लाल अपेकु। साथीहरू हाम्रो घरको वरिपरि 3-4 परिवार गोराहरू हुनुहुन्छ। साह्रै राम्रो हुनुहुन्छ उहाँहरू। राम्रो लाग्यो उहाँहरूको व्यवहार। आजको भिडियो हजुरहरूलाई कस्तो लाग्यो, राम्रो लागेमा लाइक गरिदिनु होला, साथीहरूमाझ सेयर गरिदिनु होला। नयाँ कुराहरू बताइरहेको छु। सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला। कमेन्ट पनि राम्रोसँग लेखिदिनु होला। हस् त, धन्यवाद।